हेलो गाइस, म पनि काम गर्दैछु, तपाईहरु पनि काम गर्दै हुनुहुन्छ होला। म चाहिँ यो कहाँ रे जंगल जाने बाटोतिर हिँड्दैछु हैन। भ्लग बनाउन आएको, फर्स्ट टाइम भ्लग बनाउन आएको। के बोल्ने केही पनि थाहा छैन हैन। यता अझै ठुलो ट्याङ्की रहेको रहेछ। ओहो, यो जंगलको छेउमा ढुङ्गा थुपारेको रहेछ। यो सायद यो माथिको यो ठुलो ट्याङ्की बनाउनलाई होला। पुरै कुरो छ यहाँ। हो, कति कुरो हो यो। ल है, म चाहिँ के अरे जङ्गलभित्र पनि आइसकेको छु। उता चाहिँ ट्याङ्की रहेको रहेछ र चाहिँ म चाहिँ तपाईँलाई के देखाउँछु भन्दाखेरि यो तलको रुख देख्न सक्नुहुन्छ नि। यो रुखमा चाहिँ मैले पहिला 2-3 वर्ष अगाडि चाहिँ म यहाँ यस्तो के भन्छ त्यसलाई चिनो भन्न आएको थिएँ। यहाँ यो रुख देख्न सक्नुहुन्छ, अझै ढलेछ। यो चाहिँ माथि हुँदाखेरि म यसो चिनो गर्न आउँथेँ। यहाँ माथि चढाउँ भनेको यहाँबाट यो फेरि पुगिसकेको रहेछ। फेरि म माथि होइन, सिधै माथि चाहिँ पुगौँला। त्यही भएर म चढेन। जङ्गल भ्यू, तर जङ्गल भ्यू भन्नु मात्र छ, यहाँ केही रुखहरू मात्र रहेछ। सबै रुख ढलेर सकिसक्यो हैन। ल गाइज, अब के भन्नु, अब आफूलाई भिडियो बनाउन आउँदैन। अब जङ्गल भ्लग भनेर आइयो, अब जङ्गल मात्र हेरियो, अरू केही भन्न आउँदैन। के हो है यो गाइज, भनिदिउँ है। यो गाइज के हो यो, मैले त चिनेन। यो के रहेछ, अर्को के भन्छ, त्यो अरू भ्लगरहरू जस्तो भ्लग बनाउन आउँदैन। ल अब त इम्प्रुभ हुँदै जान्छ। तपाईँहरूले सपोर्ट गर्नुभयो भने, तपाईँहरूले के कमजोरी हो, कसरी बनाउने, के गर्ने भनेर तपाईँहरूले सपोर्ट दिनुभयो भने अनि पो मजा आउँछ होइन भिडियो बनाउनु। कहाँ के गर्दा ठिक हुन्छ भनेर म पनि इम्प्रुभ गर्छु सकेसम्म। तपाईँहरूले पनि इम्प्रुभ केमा गर्दा ठिक हुन्छ भनिदिनु होला। लाइक गरिदिनु होला, कमेन्ट गर्नु होला। मेन त कमेन्ट हो। सब्सक्राइब गर्नु होला हैन। ल है त गाइस, आज चाहिँ म भ्लग यति नै गर्छु। केही थाहा नै छैन, नत्र त मैले बाबालाई भाइरल हुने भिडियो बनाइदिन्थेँ नि। भाइरल हुनको लागि अब लाइक, सेयर, सब्सक्राइब गर्नु होला। अर्को भिडियोमा भेटौँ होला। अर्को भिडियो योभन्दा अलिकति दामी आउँछ, दामी। तपाईँहरूले सपोर्ट मात्र गरिदिनु पऱ्यो क्या गाइस। ल हस्, अर्को भिडियोमा भेटौँ होला।